28 अप्रिलको बिहानीसँगै आज 58वटा फ्रेमको चाहिँ अर्डर पुरा गर्नुपर्ने थियो र साथीलाई टेबल फ्रेमको लागि फलाम काट्न लगाएर म चाहिँ वाल पारेर ग्राइन्डर गर्नतर्फ लागेँ र साथीले फ्रेमको लागि खुट्टा काटिसकेपछि मैले ओल्डिङ मेसिन खोलेर खुट्टा जोड्नतिर लागेँ। 8 घन्टामा चाहिँ 58वटा टेबल फ्रेमहरू तयार जसरी पनि गर्नुपर्ने थियो। सकिन्छ कि सकिन भने म छिटो काम गर्नतर्फ लागेँ। त्यसरी ओल्डिङ गर्दा गर्दै खुट्टाहरू पनि गराएर तयार भयो। तर तयार गर्दासम्म 2 बजिसकेको थियो र छिटो गरेर फ्रेम जोड्न थालेँ। गर्दा गर्दै खुट्टा जोडिसकेपछि लगभग 2:30 बाट फ्रेम जोड्न सुरु गरेको काम सकिन भन्दा 10 मिनेट अगाडि चाहिँ 56वटा गराएर भ्याए। 2टा बाँकी छँदै थियो, त्यसपछि गर्न झ्याउ लाग्यो। भोलि टाइम छँदैछ हेलौला भनेर त्यत्तिकै छोड्थेँ। र अन्तिममा सबै साथीभाइहरूलाई मेरो च्यानल सब्सक्राइब गरिदिनु अनुरोध गर्दछु। ल यो आजको मेरो काम चाहिँ यही हो है त साथीहरू। सब्सक्राइब गर्न चाहिँ नभुल्नु है त साथीहरू।